Доброе утро, люди! Доброе утро, Сэм. Как мой брат? Отлично, Сэм. Как си ты? सुपर सुपर सेम अहिले चाहिँ हामी टेलिभिजन मारिबोरमा हाम्रो प्रोग्राम सकेपछि आयौँ। तर एउटा फनी कुरा चाहिँ के हो भने साथी लाइभ भएर रहेछ अनि यहाँ आएर खोज्दा त छैन के बोल्दैछ कसो बोल्दैछ हेरौँ भने छैन। ल ठिकै छ दाइ, इट वाज रियली नाइस है, एकदम राम्रो भन्नुभयो दाइले। बिरमान दाइले चाहिँ हाम्रो नेपाली कम्युनिटीलाई मात्र नभइकन होल एउटा आफ्नो देशको प्रतिनिधित्व गरेर सधैँ यहाँ मात्र नभएर सधैँ सबै ठाउँमा आफ्नो बेस्ट दिनुहुन्छ, जहाँ पनि अभाइलेबल हुनुहुन्छ। कोसिस मात्र गर्ने होइन, दाइले गर्नु नै हुन्छ। त्यसको लागि दाइलाई पहिला पनि धन्यवादको पात्रै हुनुहुन्थ्यो भने अहिले त नहुने कुरै छैन। र अब मैले पनि आफ्नो काम पहिलो सिफ्टलाई सेकेन्ड सिफ्टमा सारेर अब अलिअलि आफ्नो आफूले सकेको बुझेको जानेको स्लोभेन भाषा अलिकति दिउनु त भन्ने हिसाबले आइयो। भाइरल भइहाल्ला भन्ने चाहिँ पिर्लाह, किनभने अब ग्रामर भने तल माथि छ साथीहरू। आई मेनी मेनी इटिङ इङ्ग्लिस जस्तै भएको मेरो स्लोभेनियन होइन कि कसो दाइ? एक्ज्याक्टली। अनि तर राम्रो बोलेको थियो तिमीले, स्लोभेनियन राम्रो बोलेको थियो है। यही नै हो, किनभने हामीले एउटा स्लोभेनियन भाषा बोल्दै गर्दा चाहिँ सबै साथीहरूलाई म के एउटा अनुरोध गर्छु भने नि, स्लोभेनियन भाषा यार यिनीहरू स्लोभेनियनले नि त्यति राम्रोसँग बोल्दैनन् क्या, यिनीहरूलाई पनि कन्फ्युज हुन्छ। हामी त नेपाली, ल त यिनीहरूले नेपालको भाषा बोलोस् त, बोल्दैन नि होइन। भनेको मतलब हामीले त्यो अनुसार हेर्नुपर्छ क्या। म जान्दिनँ, मलाई आउँदैन होइन कि, जति जानेछ बोल्ने हो क्या, त्यसलाई प्र्याक्टिस गर्ने हो। अनि त्यसपछि रिक्वेस्ट चाहिँ के गर्ने भने मैले बिगाऱ्यो भने मलाई सपार है भनेर सुधार चाहिँ त्यो भन्नुपर्छ। किनभने यहाँको मान्छेहरूले हामीले बोल्दाखेरि बिग्रियो भने चाहिँ सपार्नको लागि चाहिँ अलिकति अक्वार्ड मान्छ। यसलाई भनिदियो भने फेरि म जान्ने भयो भनेर सोध्छ भनेर यिनीहरूले भन्दैन। तर पहिल्यै म चाहिँ नेपालबाट हो, केही बिग्रियो भने मलाई चाहिँ हेल्प गर है भनेपछि यिनीहरूले हेल्प, सबैले हेल्प गर्छन्। तर मलाई चाहिँ एउटा कुरा अलि आज अप्ठ्यारो लागिरहेको छ दाइ। के कुरा? अब टिभी जानुभन्दा अगाडि मेकअप सेकअप गराइदिए होइन बा, म गर्दिनँ भन्दा नि होइन गर्नै पर्छ भनेर गराइदिए। अब बाहिर अब घर जाने बेला बाह के मुख लिएर जाउँदै म त्यो ढिलिक्क परेर गाह्रो पर्यो त। ल त साथीहरू, अब यति भन्दै आजको चाहिँ हामी विशेष धन्यवाद दाइलाई, फेरि विशेष धन्यवाद तिमीले अर्गनाइज गरेको। हाम्रो कृष्ण भाइलाई चाहिँ विशेष धन्यवाद, किनभने हाम्रो कृष्ण भाइले यो अर्गनाइज गरेको, सबैको यसको क्रेडिट चाहिँ हाम्रो कृष्ण भाइलाई जान्छ। त्यो होइन, हाम्रो एज अ होल एनआरएन सङ्गठनले नै गरेको, त्यसमा पनि विशेष दाइको नेतृत्वमा। मैले त एउटा चिने जानेको नेटवर्किङ मात्र गराइदिएको, त्यति धेरै त होइन। त्यही हो साथीहरू, जहाँ पनि तपाईँहरूले एउटा चिनेको ठाउँमा आफ्नो साथीलाई पनि लगेर प्रेजेन्टेसन गर्नुभयो भने तपाईँ सेल्फिस हुनुहुन्न, त्यसरी गर्नु हुँदैन। किनभने त्यसले गर्दा तपाईँलाई पनि राम्रो हुन्छ।